Conditional statements in C and C++ स्पोकन ट्युटोरियलमा स्वागत छ। यो ट्युटोरियलमा हामी सिक्ने छौं कसरी एउटा स्टेटमेन्ट एक्जिक्युट गर्ने, कसरी स्टेटमेन्टहरुको समूह एक्जिक्युट गर्ने। हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं। हामी केही साधारण एरर र तिनीहरुको समाधान पनि हेर्ने छौं। यो ट्युटोरियल रेकर्ड गर्न म उबुन्टु अपरेटिङ सिस्टम संस्करण 11.10 जीसीसी र g कम्पाइलर संस्करण 4.6.1 प्रयोग गर्दै छु। कन्डिसनल स्टेटमेन्टको परिचयसँगै सुरु गरौँ। प्रोग्राममा एउटा स्टेटमेन्टले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ। यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ। हामी कन्डिसनहरु सही छन् कि गलत जाच्न सक्छौं। हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं। इफ स्टेटमेन्टले कसरी काम गर्छ हेरौं। यहाँ कन्डिसन सही छ भने स्टेटमेन्ट 1 एक्जिक्युट हुनेछ। यदि कन्डिसन गलत छ भने स्टेटमेन्ट 2 एक्जिक्युट हुनेछ। अब हामी एल्से इफ स्टेटमेन्टले कसरी काम गर्छ हेर्ने छौं। यहाँ यदि कन्डिसन 1 सही छ भने स्टेटमेन्ट 1 एक्जिक्युट हुनेछ। यदि कन्डिसन 1 गलत छ भने यसले अर्को कन्डिसन 2 जाँच गर्नेछ। यदि कन्डिसन 2 सही छ भने स्टेटमेन्ट 3 एक्जिक्युट हुनेछ र यदि कन्डिसन 2 गलत छ भने स्टेटमेन्ट 2 एक्जिक्युट हुनेछ। अब हाम्रो प्रोग्राममा फर्कौं। मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु। ल अब यसलाई खोलौं। हाम्रो फाइल नेम ifstmtसी भएको याद गरौँ। यो प्रोग्राममा हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केही कन्डिसनहरु जाँच गर्नेछौं। अब म कोड व्याख्या गर्नेछु। यो हाम्रो हेडर फाइल हो। यो हाम्रो मेन फंक्सन हो। यहाँ हामीले तीनवटा इन्टिजर भेरिएबलहरु a, b र सुम घोषणा गरेका छौं। यहाँ हामी युजरसँग इनपुट माग्दै छौं। युजरले a र b को मानहरु इन्टर गर्नेछन्। मानहरु भेरिएबल a र भेरिएबल b मा भण्डार हुनेछन्। scanf फंक्सनले कन्सोलबाट डाटा पढ्छ अनि यसले नतिजा दिएको भेरिएबलमा भण्डार हुन्छ। scanf को फर्मेट स्पेसिफायरले डाटाको टाइप बुझ्न मद्दत गर्छ। जस्तै यहाँ मसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइपसँग काम गर्दै छौं भन्ने जनाउँछ। यहाँ हामी a र b को मानहरु जोड्छौं। हामी नतिजा सुम मा भण्डार गर्नेछौं। अब हामी नतिजा प्रिन्ट गर्नेछौं। यो हाम्रो इफ स्टेटमेन्ट हो। यहाँ हामी सुम 20 भन्दा ठूलो छ छैन कन्डिसन जाँच्छौं। यदि कन्डिसन सही छ भने हामी सुम इस ग्रेटर देन 20 प्रिन्ट गर्छौं। अब यी लाइनहरुलाई कमेन्ट गरौँ। यो हाम्रो रिटर्न स्टेटमेन्ट हो। अब सेभ मा क्लिक गरौँ। पहिले हामी इफ स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं। कृपया आफ्नो किबोर्डको कन्ट्रोल अल्ट र टी कीहरु थिचेर टर्मिनल विन्डो खोलौं। कम्पाइल गर्न टाइप गरौँ जीसीसी स्पेस ifstmtसी स्पेस -o स्पेस इफ र इन्टर थिचौं। एक्जिक्युट गर्न टाइप गरौँ .if इन्टर थिचौं। यो यस्तो देखिएको छ। a र b को मान इन्टर गरौँ। म 10 र 12 को मान दिनेछु। आउटपुट यस्तो देखाइएको छ। सुम अफ a and b is 22. सुम इस ग्रेटर देन 20। अब हाम्रो प्रोग्राममा फर्कौं। हामी अर्को कन्डिसन जाँच गर्नेछौं। यहाँबाट कमेन्ट हटाऊ। म यहाँ कमेन्ट दिनेछु। अब सेभ क्लिक गरौँ।
यो हाम्रो एल्स इफ स्टेटमेन्ट हो यहाँ हाम्रो अर्को कन्डिसन सम 10 भन्दा ठूलो छ छैन जाँच्छौं यदि कन्डिसन सही छ भने हामी सम इज ग्रेटर देन 10 एन्ड लेस देन 20 प्रिन्ट गर्छौं अब हाम्रो टर्मिनलमा फर्कौं पहिले जस्तै कम्पाइल गरौँ पहिले जस्तै एक्जिक्युट गरौँ यो यस्तो देखिएको छ Enter the value of a and b म मानहरु 10 र 2 इन्टर गर्नेछु आउटपुट यस्तो देखिन्छ Sum of a and b is 12 Sum is greater than 10 and less than 20 प्रम्प्ट सफा गरौँ अब फेरि हाम्रो प्रोग्राममा फर्कौं म यहाँ र यहाँबाट कमेन्ट हटाउने छु अब सेभमा क्लिक गरौँ यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी सम इज लेस देन 10 प्रिन्ट गर्छौं यो हाम्रो एल्स स्टेटमेन्ट हो अब एक्जिक्युट गरौँ अनि हेरौं हाम्रो टर्मिनलमा फर्कौं पहिले जस्तै कम्पाइल गरौँ र एक्जिक्युट गरौँ यहाँ यो यस्तो देखिन्छ Enter the value of a and b म 3 र 5 मानहरु दिनेछु आउटपुट यस्तो छ Sum of a and b is 8 Sum is less than 10 अब हामी हामीले पाउन सक्ने केही साधारण एररहरु हेर्छौं हाम्रो टर्मिनलमा फर्कौं मानौं यहाँ म इफ स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु अब के हुन्छ हेरौं सेभमा क्लिक गरौँ एक्जिक्युट गरौँ हाम्रो टर्मिनलमा फर्कौं पहिले जस्तै कम्पाइल गरौँ हामी एउटा एरर देख्छौं else without a previous if हाम्रो प्रोग्राममा फर्कौं यो एउटा सिन्ट्याक्स एरर हो if स्टेटमेन्टको अन्त्यमा कहिले पनि सेमिकोलन हुँदैन र else if स्टेटमेन्टले एउटा if बिना कहिल्यै काम गर्दैन एरर ठिक गरौँ यहाँको सेमिकोलन मेटौं अब सेभ क्लिक गरौँ एक्जिक्युट गरौँ टर्मिनलमा फर्कौं पहिले जस्तै कम्पाइल गरौँ पहिले जस्तै एक्जिक्युट गरौँ a र b को मान इन्टर गरौँ म 3 र 6 मानहरु दिनेछु आउटपुट यस्तो देखिन्छ Sum of a and b is 9 Sum is less than 10 अब हामी सोही प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं हाम्रो प्रोग्राममा फर्कौं म यहाँ केही कुराहरु परिवर्तन गर्ने छु आफ्नो किबोर्डको शिफ्ट कन्ट्रोल र S कीहरु थिच्नुहोस् अब .cpp एक्सटेन्सन सहित फाइल सेभ गरौँ र सेभमा क्लिक गरौँ हामी हेडर फाइल आइओस्ट्रीम मा परिवर्तन गर्ने छौं यहाँ युजिङ स्टेटमेन्ट संलग्न गरौँ अब सर्च फर एन्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौँ प्रिन्टफ स्टेटमेन्टलाई काउट स्टेटमेन्टले प्रतिस्थापित गरौँ रिप्लेस अल क्लिक गरौँ र क्लोजमा क्लिक गरौँ अब यहाँको क्लोजिङ ब्राकेटहरु मेटौं स्क्यानफ स्टेटमेन्टलाई सिन स्टेटमेन्टले प्रतिस्थापित गरौँ सिन र दुई एंगल ब्राकेटहरु टाइप गरौँ हामी C मा एउटा लाइन पढ्न सिन र दुई एंगल ब्राकेट फंक्सन प्रयोग गर्छौं अब फर्मेट स्पेसिफायर मेटौं कमा र एम्परस्यान्ड मेटौं यहाँको कमा मेटौं र दुईवटा क्लोजिङ एंगल ब्राकेटहरु टाइप गरौँ फेरि एम्परस्यान्ड र क्लोजिङ ब्राकेटहरु मेटौं अब सेभमा क्लिक गरौँ यहाँ क्लोजिङ ब्राकेट र कमा मेटौं अब \n र फर्मेट स्पेसिफायर मेटौं अब दुईवटा खुल्ने ब्राकेटहरु टाइप गरौँ पुनः टाइप गरौँ दुई खुल्ने एंगल ब्राकेटहरु र दोहोरो उद्धरण भित्र \n यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं अब पुनः यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं अब सेभमा क्लिक गरौँ
एक्जिक्युट गरौँ टर्मिनलमा फर्कौं र प्रम्प्ट सफा गरौँ कम्पाइल गर्न टाइप गरौँ g स्पेस ifstmtसीपीपी स्पेस -o स्पेस if1 यहाँ हामीसँग if1 छ किनभने हामी ifstmtसी को लागि आउटपुट प्यारामिटर if ओभरराइट गर्न चाहदैनौ अब इन्टर थिचौं एक्जिक्युट गर्न .if1 टाइप गरौँ र इन्टर थिचौं Enter the value of a and b म 20 र 10 मानहरु दिनेछु आउटपुट यस्तो देखिएको छ Sum of a and b is 30 Sum is greater than 20 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं हाम्रो स्लाइडमा फर्कौं संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं इफ स्टेटमेन्ट उदाहरण if condition र else if स्टेटमेन्ट उदाहरण else if condition एउटा a भन्दा b ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौं हिन्ट if स्टेटमेन्ट प्रयोग गरौँ मानहरु a b वा c कुन ठूलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौं हिन्ट else if स्टेटमेन्ट प्रयोग गरौँ तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ यदि तपाईसँग राम्रो ब्यान्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला सञ्चालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि contact@spoken tutorialorg मा सम्पर्क गर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आईसीटी एमएचआरडी भारत सरकारको सहयोग रहेको छ यो मिशन सम्बन्धी थप जानकारी तलको लिंकमा उपलब्ध छ म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार